सर्वप्रथम चाहिँ यो सिलसिलामा म यहाँलाई आफ्नो करियर भनौँ न होइन अब सेफ कसरी हुनुभयो, इन्सपायर कताबाट हुनुभयो, गर्दा गर्दै कति वर्ष लगभग यो पेसामा बिताउनु भयो अहिलेसम्म यसको धन्यवाद सर। खास गरी इन्सपायर भन्दा पनि म गाउँमा एकदम अब दुर्गम गाउँमा जन्मेको हुर्केको। गाउँ पनि भनिहाल्नु। ओखलढुङ्गा चाहिँ लिखु गाउँपालिका अहिलेलाई चाहिँ त्योभन्दा अगाडि चाहिँ ओखलढुङ्गा एसएम वार्ड नम्बर 3मा मेरो घर पर्छ। हाई स्कुल पढ्दा पढ्दै मेरो बुवा चाहिँ म 12 वर्ष हुँदाखेरि बित्नुभयो। त्यसपछि मैले घरको चाहिँ जुन एक खालको जिम्मेवारी बोक्दै हाई स्कुल पढ्दा पढ्दै मलाई पनि रहर चाहिँ के लाग्यो भने काठमाडौँबाट साथीहरू गाउँमा आउने नयाँ लुगा लाउने अनि कपाल लामो कसैको के देखेपछि मलाई पनि काठमाडौँमा रमाउन रहर लाग्यो। अनि काठमाडौँ आउँदै गर्दा अब काठमाडौँमा पनि फेरि हुनु त मेरो दाइहरू पनि हुनुहुन्थ्यो, आफन्तहरू पनि हुनुहुन्थ्यो, फेरि पनि सेल्फ सर्भाइभ त हुनु पर्यो। त्यसको लागि मैले यसलाई चाहिँ अब रहरले पनि नभनौँ, करले बाध्यताले म चाहिँ होटल लाइनमा छिर्ने निधो गरेँ। ताकि त्यतिखेर हाम्रो एकजना प्रेम थापा भन्ने सेफ हुनुहुन्थ्यो, उहाँ चाहिँ मार्को पोलो होटलमा एक्जिक्युटिभ सेफ हुनुहुन्थ्यो र उहाँले मलाई त्यहाँ भाँडा बाँध्न लानुभएको।